के अरे हामी मात्रै थियौँ भने त्यो हामीबाट सम्भव थिएन। प्रकाश दाल जो आज हामी बिचमा हुनुहुन्न, उहाँको पनि यो टिममा सहभागिता रहेको थियो। त्यस कारणले गर्दाखेरि पनि हामी त्यो आरोहण हाम्रा लागि सफल भएको छ। म प्रकाश दाललाई पनि यहाँ स्मरण गर्दै यहाँहरूसँग के अनुरोध गर्न चाहन्छु भने पहिलो अब कृष्ण केसीले चाहिँ 68 साल साउनमा चाहिँ कृष्ण केसीसँग मेरो अलिक आरएन क्याम्पसमा पढ्दा उहिलेदेखिको एउटा राम्रो सम्पर्क सम्बन्ध थियो, राम्रो। अनि कृष्णजीले भन्नुभयो साउनमा चाहिँ 68 सालको साउनमा सगरमाथा चढ्ने, अब तपाईँ पनि तयार हुनु पर्यो। मैले एउटा टिम निर्माण गरिसकेको छु, त्यो टिममा चाहिँ तपाईँ पनि सहभागी हुनु पर्यो भन्ने भइसकेपछि हुन्छ भने ल भोलि नै तपाईँ चाहिँ ड्रेस तयार पार्ने, नागार्जुनमा भोलिबाट हाम्रो चाहिँ तालिम सुरु भइहाल्छ भने एकदम फास्ट मान्छे कृष्णकेसी नि। त्यसो भइसकेपछि नभन्दै भोलि नै हामीले चाहिँ ट्र्याक सुट गरेर एकदमै फास्ट, मलाई त्यति बेला भनिरहँदाखेरि कृष्णजीले के भनिरहनु भएको छ भन्ने लाग्यो। तर बेलुका गएर सोचिसकेपछि हिमाल चढ्ने कुरा होइन, यो त धेरै महत्त्वपूर्ण कुरा हो होइन, यो त सक्दा गर्दा त यो त राम्रो कुरा हो भन्ने भइसकेपछि अब बेलुका दिउँसो कृष्णकेसीसँग जे कुराकानी भएको थियो त्यसलाई चाहिँ बेलुका त्यसले चाहिँ यो चढ्नुपर्छ भन्ने खालको एउटा चाहिँ उत्तेजना भावना पैदा भयो। र भोलिपल्ट नै फेरि हामी चाहिँ के भने त्यो साउनको 24-25 गतेको कुरा हो र हामी चाहिँ ट्रेनिङमा सहभागी भयौँ। ट्रेनिङ सकिसकेपछि होइन, कम्तीमा पनि तपाईँले पूर्वबाट 1-2जना साथी जोड्नुभयो भने त्यो अझ राम्रो हुन्छ होइन, तपाईँको सँगै पनि हुने। यो सबै कुरा भइसकेपछि फेरि मैले अब कसलाई जोड्दा राम्रो हुन्छ भन्ने कुरा आयो होइन। अनि त्यो चोइस चाहिँ मदनजी हुनुभयो के, ल मदन चुडाललाई जोड्दा राम्रो हुन्छ भनिसकेपछि त्यति कुरा भइसकेपछि एउटा ट्रेनिङ सकिसकेपछि म इटरी फर्केँ र मदनजीसँग कुराकानी भयो, यस्तो छ हाम्रो, तपाईँ पनि चढ्न चाहनुहुन्छ भने हामी जोडिएर काम गर्न सक्छौँ भन्ने भइसकेपछि मदनजी पनि यो टिममा जोडिनुभयो। र हामी जुन ढङ्गले हामीले अब कन्सेप्ट बन्यो, मैले भनिहालेँ यो स्वतः हामीमा भन्दा त्यो कृष्णकेसीजीको बाट सुरु भएको हो र हामी चाहिँ यसरी यो पृष्ठभूमिमा जोडिन पुग्यौँ। धन्यवाद।